सो म चाहिँ अहिले गाउँघरमा छु। खासै राम्रो त छैन हुन त, आफू जन्मेको ठाउँ सबलाई ठाउँ गाउँ आफूलाई नै मनपर्ने हो। गाउँघरतिर त अब त्यस्तो केटाहरू कोही छैनन् खासै, अब सब अब हुन्छ नि उमेर बढ्यो, अब लास्टै ठुलो भयो जस्तो लाग्छ आफूलाई पनि। अब साथीहरू पनि कोही छैनन् विदेशतिर भन्नु म भयो, अब सबतिर छिरिसकेँ। अब के हो उमेरले लग्छ कहाँ लग्ने हो थाहा त हुन्न। समय अब पैसा भन्ने चिज पनि चाहिँदो रहेछ भन्ने बुझिरहेको छौँ। अब केटाहरू त्यस्तो हुन त नेपालमै त्यस्तै छ नि त। अब केटाहरूलाई न रोजगार अब हुन्छ नि त, बेरोजगार भएपछि त अब जानै पऱ्यो, रोजगार पाइँदैन नेपालमा त्यस्तो। अब पैसा सैसा पनि चाहिन्छ, त्यही भएर अब छिर्नु पऱ्यो विदेशतिर। बाबा आमालाई छोडेर अब जाने रहर त कसैको पनि हुन्न। अब त्यही हो, साथीहरू गाउँघर छोडेर जाने रहर हुन्न। त्यही हो, ऋण लाग्यो अब अर्काको ऋण छ, अब ठुलो भयो थाहा हुन्छ नि त यस्तो भयो उस्तो। सो त्यही हो, म गाउँमा छु। अब गाउँघरको भिडियोहरू नि हाल्दैछु टक्क, सबैले साथ सपोर्ट माया देखाउनु पऱ्यो। म चाहिँ मेरो साथीहरूलाई के भन्छु भने पनि, साथीहरू जति टाढा भए पनि हामी हाम्रो त्यो बचपनमा बितेका दिनहरू चाहिँ कहिल्यै नभुल्नु साथीहरू। पनि अब यस्तै हो, टाढिनु पर्छ सधैँ। अब बढी नाचको समय पनि चल्दैन नि त, कहिले कहाँ हुन्छ। अब त्यही हो, केही छैन, मिस गरिरहेको छु, सबैलाई सम्झिरहेको छु। बोलेन या ऊ भयो।